हेलो गाइज, इट्स मी मोनिका सापकोटा। वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामी रङ एन्सर ओन्ली गेम खेल्दैछौँ। त्यसको लागि मैले एकदम औतारी गेस्टहरूलाई लिएर आएको छु। अनि यसको रुल्स के हुन्छ थाहा छ? के हुन्छ? नन स्टप गेम खेल्न। एउटा त्यो रोकियो भने पिठा खाइहाल्यो, यसले पिठा खान्छ। अनि ऊ चाहिँ तिमी को हो? म साना खतिवडा हो। यसलाई त चिनिहाल्नु भएको, मैले चिनाउनु परेन होइन। ल म क्वेसन सोध्न जान्छु है। छोरी, तिम्रो देशको नाम के हो? मेरो देशको नाम इन्डिया हो। त कुन कलेजमा पढ्छस्? नेपाल। छोरी, तिम्रो बाबाको नाम के हो? मेरो बाबाको नाम अस्मित सापकोटा हो। बुन्डेल, तेरो नाम के हो? मोनिका। छोरी, तिम्रो सबैभन्दा मिठलाइन चाउचाउ कुन हो? करेन्ट होइन, कुन हो त? राधा हो। कुकुरको कतिवटा खुट्टा हुन्छ? 12वटा। छोरी, तिमी टोयलेटमा के गर्छौ? म पढ्छु। बिहान उठ्न साथ के गर्छस्? नाच्छु। तिमी बिहान उठ्न साथ के गर्छौ? पढ्छु। के पढ्छौ? केही पढ्दिन। त बिहान कहाँ जान्छस्? घर। अब के क्वेसन सोध्छ? छोरी, बालेन चिने हौ? छैन। देशको प्रधानमन्त्री को हो? कोही नि होइन, म हो। नवराम भट्टराई को हो? बालेनको बुढीको नाम के हो? म सन्तोष हो। रिस मलाई को हो? नाच्ने मान्छे। के सुन्नु? छोरी, घन्टी के हो? भोट हो। घन्टी भोट। नेपालको राष्ट्रिय फुल के हो? गुलाब। नेपालको राष्ट्रिय जनावर के हो? भैँसी। नेपालको राष्ट्रिय चरा के हो? डाफे। डाफे त नि? डाफे हो छोरी। गाइस, जस्ट मलाई आउँछ भन्नु मात्र खोजेको भाइ। तिम्रो ऊ के हो? तिम्रो बेस्ट फ्रेन्डको नाम के हो? शुभम हो। शुभम हो? त्यही त होला नि। होइन, को शुभमको? गीत हेर्दैन। शुभमको हो? अब केही सोध्नु। 2 × 2 कति हुन्छ? 5। 3 × 2 कति हुन्छ? 100। 1 पछि कति आउँछ? 5। ए सरी। अब मलाई आउँदैन है क्वेसन सोध्न। तिमीहरू सोध एकजना। छोरी सोध। छोरी सोध, 2जना। यो देशमा कतिवटा जिल्ला? 5वटा। कता थाहा तिमीले? बुझ्न सोध। तिम्रो घर कुन जिल्लामा हो भन त? अर्को फेरि ल भयो, यति भयो।